हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि अहिले चाहिँ हामी चाहिँ खास कुरो के हुन्छ भिडियो बनाउन जाँदैछौँ। अनि कस्तो हुन्छ के हुन्छ भिडियो सिडियो बनाउन जाँदैछौँ। अब भिडियो भन्दा नि बेन्सिनहरू निकाल्दैछौँ। सो त्यही हो, एकछिन भिडियो सिडियो बनाएर फेरि जोडिन्छौँ। अहिले चाहिँ म चाहिँ भिडियो सिडियो बनाएको गरी घर फर्किसकेँ। अनि बजारमा चाहिँ तरकारी के लाउनु लाग्नु भए के है, बोरी हो जस्तो लाग्यो मलाई चाहिँ। के रहेछ त हेरौँ है, बोरी नै रहेछ। साँच्चै बोरी नै के लाउनु लाग्नु भए रहेछ। यत्रो हाम्रो हजुरआमा चाहिँ यत्रो बोरी के लगाइसक्नु भयो। अनि यस्तो बोरी यत्रो कसलाई भयो। अनि त्यही हो, अब म पनि लागौँ भने के लागौँ, म सकिसक्नु भयो। यत्रो त सकिसक्नु भयो। अब त्यही बाँकी रहेछ। अब सकिहाल्नु हुन्छ। अनि म चाहिँ भिडियो सिडियो बनाउनु लागि गइरहेको थिएँ। अनि त्यही हो। अनि अब चाहिँ केही छैन, साँझ पनि हुन लाग्यो। दिनमा त यार कहाँ बस्न सकिन्छ, गर्मी पनि 21 वाट, त्यो गर्मी पनि यस्तो गर्मी परेको नि के भन्नु यार। न बाहिर निक्लिन सकिन्छ होइन, स्किनको पनि अब केयर गर्नु पर्यो। अनि झिङ्गामा कस्तो बिगारिरहेको कि। अनि त्यही हो, अब चाहिँ हामी दाजुभाइ मिलेर चाहिँ एउटा भिडियो, एउटा कन्टेन्ट आइरहेको छ एउटा टिकटकमा। अनि हेरिदिनु होला सबैजना मिलेर है। अनि त्यही हो, अबको भनेपछि 10-15 त्यो भनौँ न 1 महिनामा चाहिँ हाम्रो मकै पनि खानु भइहाल्छ। यत्रो भइसक्यो। अनि बोरी छ, यत्रो बोरी पनि सब पाकिसक्यो। अनि बोरी पनि सबै पाकिसक्यो। अब त्यसपछि यता पनि छ है, फेरि लरे बोरी लरे बोरी छ। अनि त्यो बोरी चाहिँ के हो भने चाहिँ त्यो बोर्डमा फल्नेवाला बोरी हो, त्यो लरे बोरी हो कि। यस्तो राम्रो भइसकेको छ बोरी पनि। अनि कति हुन्छ त हाम्रो बोरी, मकै सकै खोर्सानी सब लगाएर बसिरहेको छौँ। गाउँतिर चाहिँ के छ भने आजभोलि कापल सापल पाक्ने सजिलो खाने चट्टसँग। अनि खानुको लागि भोलि हामी पनि कापल खानु जाने भन्ने प्लानिङ छ। भोलि कस्तो पाकिरहेको रहेछ कापलहरू लेकमा। अनि त्यही हो, तर मैले उता चेन्ज दिनु भएन, कपाल काटिदिनु मैले, काटिदिनु कपाल। अनि कपाल सपाल काटेँ। कुत्ता झन्नै यार, झन्नै साँच्ची। हजुरबा ढोगरौँ र हजुरबाबु चाहिँ भर्खर पुग्नुभयो गाँधी खोलाउँदेखि होइन। बिहे भाइको बिहेको लागि कुरा राख्नु जानुभएको थियो खोलागाउँदेखि, भर्खर पुग्नुभयो। अनि भर्खर पुग्नुभयो। हाम्रो पासु पनि यहीँ हुनुहुन्छ, डगी पनि यहीँ छ मेरो। ल उठ आइज। तिमी माया गर्छ कि फेरि अहिले मलाई माया गर्छ एकदम है। अनि त्यही हो, अब खानसानु पाउँदैछन् बहिनीहरूले। म पनि यसो खानसानु पाउनु के रहेछ आज भनेर खानसानु पाउँदैछु। मेरो पानी के प्लानिङ हुँदैछ त, के बनाउँदैछ अहिले, के हो त यो खासमा? बिरुवा बन्दैछ। बिरुवा भनेपछि रुख रोम सजाउनको लागि खै। यता रोम सजाउनको लागि हो। घरि त अनि कसले दियो? घरि त अनि डेन्जर छ त नि बाबु यार, तँलाई कसले दियो घरि? नराई भन्नुपर्दा गर्लफ्रेन्डले गिफ्ट हान्दियो के हो? होइन होला, त्यत्रो त होइन होला, तर गर्लफ्रेन्डले गिफ्ट हान्दियो जस्तो लाग्छ। यो चाहिँ मेरो दोस्तले गिफ्ट हानिदिएको, यो मेरो साथीले गिफ्ट हानिदिएको। यो चाहिँ म चाहिँ हावा खान आइरहेको थिएँ कि। अनि हावासावा खाएर अब चाहिँ घर फर्किनु लाग्यो। अनि त्यही हो, घर फर्किँदैछु। घर कति बस्नु भनेर हावा खान आएको कि पानी पर्ला के हो त नि। ल के वेदर त वा कहाँ हान्न तिनीहरू। त्यही हो फ्याम। अनि म चाहिँ हिँड्नु पऱ्यो अब घरतिर है। गर्मी त
लास्टै छ यार सनलाइट त को धाने खायो तर पानी पर्न थाल्यो होइन अनि म त के देखिरहेको भने यो कि यस्तो यार उडिरहेको यार दामी उडिरहेको कि डेन्जर उडिरहेको यार बवाल उडिरहेको नि के हो डेन्जर छ क्या सिन पनि यार अनि सुत्दै हो घर फर्किँदै थिएँ एकाएक पानी पर्ला घाम पनि ला पानी पनि पर्दा पानी मात्र कहाँ हो र यार रक्नु परेको त्यस्तो भइसक्यो यार यस्तो डेन्जर पानी पर्छ कि मसिनो पानी के अझ पानी परेर एकदम त्यो भइसक्यो पानी परेर सुत्यो भर्खर उठ्यो अनि आजलाई ब्लग पनि यति नै हुन्छ होला अहिले चाहिँ 5:30 भइसक्यो अनि ब्लग पनि यति नै हुन्छ होला हस् त बाई बाई जय नेपाल।